तपाईँलाई मेरो मोबाइलको स्क्रिनतर्फ लगिरहेको छु। तपाईँले चाहिँ मलाई फलो गर्नुहोला। तपाईँले तपाईँको मोबाइलको स्क्रिन ओपन गर्नुहोस् र त्यसमा भएको क्रोम ब्राउजरमा भएको सर्च बारमा गएर तपाईँले बिजी रिमुभ सर्च गर्नुहोस्। त्यसमा तपाईँले यसको एप्लिकेसन पनि छ, एप डाउनलोड गरेर पनि गर्न सक्नुहुन्छ। र यसमा यो वेबसाइटमा सबैभन्दा पहिले माथि टपमा आएको वेबसाइटलाई तपाईँले क्लिक गर्नुहोला। त्यसपछि यहाँ फ्री र चाहिँ पे गर्नुपर्नेवाला दुईवटा दिएको छ। हामीले चाहिँ फ्रीतर्फ गएर यहाँ देखाइरहेको छ अपलोड इमेजमा क्लिक गर्छौँ। त्यसपछि हामीले ब्याकग्राउन्ड रिमुभ गर्न चाहेको फोटो तपाईँले सिलेक्ट गर्नुहोला। जस्तो मैले गरेँ, तपाईँले तपाईँको अनुरूपमा चाहिँ फोटो सिलेक्ट गर्नुहोला। र चाहिँ यहाँ बिजी रिमुभले चाहिँ तपाईँको फोटो, हामीले अपलोड गरिरहेको फोटो चाहिँ यहाँ चाहिँ ब्याकग्राउन्ड रिमुभ गरिरहेको छ। तपाईँले केही समय पर्खिनुहोला। र यो तपाईँले मोबाइलको स्क्रिनमा देख्नुभयो, भर्खरै हामीले चाहिँ रिमुभ बिजीमा ब्याकग्राउन्ड रिमुभको लागि फोटो अपलोड गरेका थियौँ। यो फोटो चाहिँ यसरी रिमुभ भएको आएको छ। तपाईँले पनि तपाईँको चाहिँ फोटोहरू अपलोड गरेर तपाईँले पनि यसै गरेर रिमुभ गर्न सक्नुहुनेछ। र तपाईँले सामाजिक सञ्जालहरू फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता सञ्जालमा तपाईँले प्रयोग गर्न सक्नुहुनेछ। साथै तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला।